हेलो एभ्रिवान, नमस्ते सबैजनालाई मेरो युट्युब च्यानललाई धेरै धेरै माया गरिदिनुस् है। आज पनि ल्याइरहेको छु, हेर्नुस् त। यो चाहिँ हो मिक्स सब्जी है। यो चाहिँ यिनीहरू सबै ओनियन छ कम्ती, डल्ले खोर्सानी, टिम्बुरको अचार है। यहाँ छ माछा, आज छ माछा करी अनि यहाँ दुईटा माछा हालेको छु। हेर्नुस् साथीहरू, लु है खानु आँटेको। भर्खर नुहाएर कामसाम सकेर चाहिँ खानु बस्न आँटेको। अब लु है साथीहरू, तपाईँले पनि खाना खानु भयो कि भएन? म चाहिँ खानु आँटेको है साथीहरू। नाममा मलाई चाहिँ टिम्बुरको अचार पुरा मनपर्छ। सो त्यही भएर चाहिँ खानासँग कोही बेला यसरी खान्छु। यो टिम्बुर चाहिँ बोतलमा चाहिँ खोर्सानी र डल्ले अन्त टिम्बुर हालेर चाहिँ झारेको। चाहिँ माछा आफूले मेहनत गरेर पकाएको जस्तो टेस्टी हुन्छ नि।